हजुरले भ्याल मारा राख्नुपर्छ ल्याउनु मलाई यो पानी त उमाल्ने पाइन्छ होइन दिएन भने जान्छ पानी पाइन्छ पाइन्छ के रे होटलमा ए पाइन्छ छोड्दैन त्यही नै आखिर मान्छेको पक्को खानु झोला लिनु हे ठुलो झोला छिटा छिटा भनेको त मलाई त यस्तो पकाउनुको बोलाएर अनि त्यसपछि चाहिँ अब हना नि भयो होइन सबका आफ्नै इज्जत पारा पानीको ड्याम यही पानी खाने कतिको स्वच्छ छ यो पानी साह्रै नै सिन्छु पोखरी जस्तै खायो तर पहिला भन्दा त धेरै बेटर भयो त मने पनि त्यहाँ आएर पनि मने भाइकाजी पढेको कानी धनलक्ष्मी धनलक्ष्मी त बिहार गइसक्यो धनलक्ष्मी भद्री र हामी त एउटै ठाउँको त्यो भद्री अनि धनलक्ष्मी अनि मन्जु मन्दाकिनी हिरोनीको जस्तो आँखा थियो नि हजुरले के याद गर्न पर्यो नि बन्दै यसो एक्सप्लेन गर्नु है बिस्तारै यता भिड काटेर यो त यहीँ आउँछ कहाँ भिड समीको बर यो समीको बर भन्ने कि त्यो मान्छे बितेर ल्याउँदै यो त सुशीलाको घर आइसक्यो कि ऊ त्यहीँ बसेको त मर्दीको ऊ त्यहीँ आयो सुशीलाको त्यो स्याले बगरी यहीँ त अनि यसको मर्दीको आइपो फाँट आइसक्यो सुशीलाले पढेको अनि त्यो माथि त्यो तल उसले त्यो क्रस गर्यो के खाप्ला यताबाट उहाँले बराहा भन्छ कि यसलाई यो पहिला ताल वरिपरि त्यो बराहा मन्दिर त्यहाँ धिताल भनेको यही तालको नामबाट हानीतिर दिनुभयो यताबाट नि खान पाइएन उता छेउमा गएको भन्ने किंवदन्ती छ त्यो फुत्किसकेको थियो त्यो बच्चा चाहिँ हाम्रो लाइनमा यसरी बस्छ नि लाइन त त्यो लाइनबाट यता आइदियो के त्यो एसएलसी चाहिँ नाउडाँडा दिनुहुन्छ कि हुन्न भन्ने बेलामा त्यो ऊ टोली आउँछ के के अरे अनुसन्धान गर्ने टोली इन्सपेक्सनहरू आउने ल गोरु देख्न पाइयो बल्ल देख्न पाइयो बल्ल यहाँ देख्न नि हैरान छ क्या भनेर यता केटाकेटाले पुरा काटेका के कुरो त के हो थाहा भएन के भन्छ एउटा थियो नि तिनीहरूले त्यतिखेर यो गाडी 74 लाखमा अहिले 74 लाख अहिले करोड 1 करोड 26 दामी पाइन्छ चारवटा त्यो अर्छु भनेको त गर्दै अरिन अहिले असार त्यो मर्दीमा जाँदा त जतिखेर नि धिताल मात्रै हेर्ने माथि गयो नि त्यही धिताल होइन कास्कीकोटको टुप्पाको यतापट्टि सम्म गरेको नागाको होइन क्या थानाको लुवाङ आइयो है हामी लुवाङ आइयो यहाँबाट लुवाङ यो स्कर्पियोमा हामी आएको उहाँ लेखेको हुन्छ लुवाङ भनेर होइन यहाँबाट के कसो कता कताहरू चिनिँदैन तर यस्तो खाले देखिँदैन जम्छ
भिडियो लिनु है लुवाङ साङ भने यसो एक्सप्लेन लुवाङ उतापट्टि हो यहाँ आज चाहिँ हाम्रो नाइट स्टे है अनि भोलि चाहिँ दाइ ल है त चिया चिया खाएर जाने प्यारीलाई यति छ थाहा छैन भोलि के हो अहिले यसो कुरा सुनेको 1 बजे फर्किने भन्ने कुराहरू यहाँको चिया सिया के छ भने चिया चाहिँ यसो जानुपर्ने प्रवृत्ति आइछ किन भन्दाखेरि मलाई पनि अफ चाहिएको छ होइन चिया भेटियो भने फार्म नै रहेछ भने त्यो अनुसार कुरा गरेर त्यो अनुसार हाम्रो सामान जान पाएँ नि भयो नि होइन यो तरिकाको इन्भाइरोमेन्ट छ चिसो पनि चिसो नै होला यतातिर होइन यहाँबाट सायद यहाँबाट हिँड्ने होला ल हेर न कति राम्रो छ यो चाहिँ लुवाङ कति किलोमिटर छ म घरमा गएर हेरेर इन्फर्म गर्छु होइन अनि यहाँ आउँदाखेरि चाहिँ स्कर्पियोमा आएको हामी स्कर्पियो खोइ 74 लाखको रुपियाँ स्कर्पियो त्यो भर्जन गऱ्यो होइन है ढङ ठोकाउँदै कुदाउँदै थियो क्या अनि हेर होइन लुवाङको घर स्ट्रक्चरहरू हेर अनि त्यस पछाडि चिसो हुने होला तर त्यस्तो चिसो छैन यार जताततै कुटुक होइन सुतिरहेछ त्यहाँ पनि सुतिरहेछ तर यो वेदर त अहिले पोखरामा बरु यहाँभन्दा बढी चिसो छ होला यतापट्टि त चिसो छैन त यार केही पनि यो भनेको त लास्ट वार्म तरिकाको होइन चिसो त एकदम बढी हुनुपर्ने जस्तो लाग्थ्यो थियो माथि हाई एल्टिट्युडमा भएको भएर तर हाई एल्टिट्युडमा भएको हुँदाखेरि पनि त्यस्तो चिसो छैन सायद कपडा बढी लगाएको भएर भनौँ भने कपडा पनि त्यस्तो बढी लगाएको छैन नर्मल्ली पोखरामा हुन त भित्र मैले यसको भित्र फेरि के भन्छ अरे त्यो थर्मो के समथिङ के हो त्यो लगाएको छु होइन त्यो भए पनि तर यहाँ चाहिँ त्यस्तो विधि चिसो चाहिँ छैन है इट्स गुड हियर लुक एट दिस स्ट्रक्चर ओभर हियर मजाको छ नि त होइन फेरि ग्रुप अगाडि हिँड्दैछन् कन्स्ट्रक्सन गरेको छ त्यसले त्यो अर्को युनिभर्सिटी के अनि चाहिँ त्यो खनाइतिर हेर्न लग्यो होइन नि उसले त्यो कोइबु घर भन्ने गुरुङ जातिको त्यो बनाउन उसको आधा सिकाउनु How you feel? Look over here. Wow. आज हामी लुवाङ कम्युनिटी होमस्टे यो होमस्टेमा हाम्रो बसाइ रहेछ क्या हो होइन होइन तर पनि यहाँ जग्गा होइन लुवाङ आएर लुवाङकै चिया लुवाङ हालेर खाँदै है हामी हाम्रो यहाँ लुवाङको हाइट 1500 होइन अनि यो चिया अनि यहाँ मकै धम्पुसो त 1800 छ नि 1500 हो नि हाम्रो बार्बिक्यू सुरु हुनेवाला छ तर अँध्यारो कालो देखिएको है बर्फु डाँडा भन्ने ठाउँ तर ठिकै हो ल्याउनु म पाल्छु तपाईँहरू अरू काम गर्नु जोगाउँ एजेन्ट जोगाउँ दाइ यहाँबाट खुमै देख्छ र बिहान देखिन्छ भन सिन्सेको कटाइ अलि विश्वास लागेन मलाई यसले कति भयो नि आएन चलाएको मलाई थाहा नि समाताइ नै त्यस्तो डर लाउने छ अनि आबुनाइ छ होइन आबुनाइ छ अब नै करा त्यो नि चुच्चो यता ठुलो आएको नि आबुनाइ नै भयो है चुच्चोतिर परेर होइन त्यो थाहा नि है मैले कताबाट आउँछ भन्ने थाहा छ यहाँनिर कुरो छ क्या चाहिँ भइसक्यो पान्नामाथि भइसक्यो होइन बोलेर त मजा आएन क्या मजा आएन नेपाली मात्र बोलेर कति मजा आएन क्या
यो खास यो क्याम्प फायर गर्ने बेला होइन यो अगाडि मात्रै दाउरा नराखिकन पछाडितिर पनि राखिदिनु पर्ने थियो पछाडि पनि राख्ने भने अनि बल्ल हावा छिर्दैन त्यो पिसाब फेर्ने मान्छेको त त्यो बाटोमा पिसाब फेर्ने मान्छेतिर जान्छ रे अब को बाटोमा पिसाब फेर्ने मान्छे जा भने छैन भने चाहिँ सायद हामीले जा भने छैन तँतिर आएको हाम्रो चल्दैछ यहाँ है दाउरा बोल्दैछ रुवाङमा आएर दाउरा सकिएर त भन के रे पोथाना अस्ट्रेलियन बेस क्याम्प दम्पुस हुँदै तलपट्टि गयो त बिहानको 8 बजी होइन बिहानको 8, 9, 8:30 जस्तो होला अनि त्यस पछाडि उठेर पुरी कस्तो खाले अहिले म फोटो हालिदिन्छु तेल नै छैन पुरीमा पोखरातिर अब हाम्रो त्यो उतातिर देखेको पुरी च्याली तेल भएर तेल यसरी तैरिरहेको हुन्छ नि ल्याङ गरेर तेल चाहिँ केही छैन बवाल खाले पुरी रहेछ यो 5-7 वटै खायो होला कतिवटा खायो पनि टन्नै खायो अनि बिहान आएको होइन पोखरामा भयो जाडो हुन्थ्यो अहिले उठ्न पनि मन लाग्थेन तर यहाँ हेर न घाम लागिसक्यो हिमालको काखमा घाम लागिसक्यो है अनि अब यहाँबाट हामी चियाबारीतिर जाने चियाबारीमा बिहान अहिले हिमालको काख त्यहाँ हिमाल छ यो काख बिहानै क्लियर हुँदै आउँदैछ होइन अनि एकपट्टि खोला बगिरहेछ भ्यू त बगाल छ नि त हिँड्ने मान्छेहरू बसेर गरिरहेको छ तँलाई पनि यो समय बग्यो भने सब होइन सम्म 60 वटा घर छ भन्छ कि सायद त्यहाँभन्दा बाहिरको मान्छेलाई यहाँ माइग्रेट हुन चाहिँ दिँदैन यहाँ मान्छेहरूले जहाँसम्म लाग्छ अनि हामी बसेको होमस्टे चाहिँ यही हो 3 नम्बरवाला अनि हाम्रो ग्रुप यहाँ यसरी फोटो खिच्नको लागि अब यसपछि हामी चिया जाने भन्ने कुरा भयो अनि बस पार्क जिप पार्क चाहिँ त्यो बस पनि आउँदो रहेछ त्यो बाटो लास्ट नेक्स्ट लेभल हेभी चाहिँ बस आउनुलाई त मजा आउँछ त्यहाँबाट अनि यतापट्टि यो भयो होइन अनि सायद यहाँ के अरे गुरुङबाईको अरू कास्टकोहरू चाहिँ छैन अरे होइन कास्टको छैन अरे अनि त्यस पछाडि माइग्रेटेड यहाँ बाहिरको मान्छेहरू पनि माइग्रेटेड चाहिँ हुँदैन जहाँसँग लाग्छ होइन यो माइग्रेटेड हुने ठाउँै होइन दिँदैन होला यहाँ मलाई मैले अहिले भने जस्तो यहाँ माइग्रेटेड चाहिँ हुन दिँदैन यो भयो होइन के आइछ चाहिँ पँधेरी पानी के छेदो के बाराई माताहरू होइन पानी आएको सायद यो गाउरीमा थपेर लिएर गएर खानु पाइन्न लोडा आएको पानी हो होइन अनि मन्दिर जुत्ता लाएर यहाँ आउनु पाइन्छ कि पाइन्छ पानी जुत्ता लाएर आयो तर परिसरभित्रै नगयो भने त यहाँसम्म चाहिँ केही हुँदैन चाहिँ होइन फर्सी एउटा रुखमा एउटा फर्सी फलिरहेको रहेछ होइन घाम कहाँबाट तलैबाट आइरहेको रहेछ यतापट्टि यो भयो त्यो नेवारकै रुख हो होइन त्यो बेलाउतीको रुख त्यहाँ छ यो हजुर गाउँको कुरा पनि यही पानी मात्रै हुन्छ पोखराबाट थोरै नजिक फ्रेस हुन आउने ठाउँ अस्ति रहेछ कि यहाँ चाहिँ चिसो पनि छैन गरम बहाबे के बिहान
ज्याकेट लगाएको भएर नि होला तर वहीँ ज्याकेट लगाएर हिँड्दा जाडो फिल भइरहेको हुन्थ्यो यस्तो तरिकाको एकैचोटि तेरो 20वटा बाख्रा त यहीँ पुग्दो रहेछ यहीँ पुग्दो रहेछ कोत्रा कोत्रा कुखुरा गिरिराज यो बयर बाख्रा हो यो कान्छी होइन क्या झ्याउको लङ्चिया बगान यहाँलाई स्वागत छ अरे यतापट्टि देखाउँ क्या पहाडतिर पनि के देखाउनु है सूचना फोहोर नफालौँ त्यहाँबाट मैले बसी फोटो खिच्नु लिन्छ नि बुढी ठुलो रुखको फेट ठुलो हुन्छ थाहा छैन बुढी त्यस्तो त फेट ठुलो बनाएको भन्नु पर्दैन दाइलाई मुना हो टिप्ने यहाँ मुना यो बोको बोको गर्न खान्छ छापामा पनि थियो नि पहिला त चिया यो छ नि अब वहाँ भित्र त देखिन्छ हजुर तर यहाँ त्यो चाहिँ आजै गेडा पनि चिलाउने गरे त्यस्तै तरिकाले निस्किँदो रहेछ यो त सबै बर्डहरू हो चिलाउनु कस्तो है फुल त फुल चिलाउने गर्छ गेडा पनि त्यस्तै हुन्छ गेडा पनि त्यस्तै हुँदैछ ढुङ्गैसित माटैसित छन् हिँड्ने है अनि एउटा होटल यहाँ उहाँ माथि अनि झन् माथि बाघ मिटे यो ए खोचिरा मारिदियो खोचिरा मारिदियो घरमै बाहिरको क्याम्पिङ उ त्यो टेन्टमा बस्नलाई चाहिँ ठिकै हो कि है त्यहाँको सम्बन्धित मान्छे को हुनुहुन्छ यता हुनुहुन्छ यता सोधेन दिदी मौरीको घर पनि मौरीको घर बिहान ट्याक्क बस्यो त्यो त यो त साह्रै राम्रो यो त धामी अहिले अफ सिजन भएर 1300 होला सेन्स जहाँसम्म लाग्छ बढाउनु पाउँदैन रेट बिग्रिन्छ भनेर समितिले नै गर्नु पाउँदैन ए जसरी समितिले नि सिजनमा त महँगो बनाउँछ होला नि यहाँ दिनहरू हुन्छ छैन होला चियाहरू बेच्दा हिँड्छन् क्या यिनीहरूले चिया खानुपर्ने कि चिया नि खानुपर्ने चिया त भयो तर चियाको स्पेसलिटी देखिएन कि देखिएन भेटेकै छैन कसैले एक्सप्लेन पनि गरेको छैन कसैले केही पनि गरेको छैन यो यहाँको यो सबैभन्दा टफ भयो गाँजा पनि छ त यहाँ चाहिँ ए हँसी ससी बनाउँछ नि क्या कति वर्ष आएको फेरि यो त छुनु न उता जाँदा यसको आउँछ छोरा त लो समातिदिन्छ नि त समातिहाल्छ को गयो ड्रेस लाउन को मकै बार्नु पहिला गहुँ मकै बेचेर हिँड्यो होला कि नबेचिनु होला बेचेको भए त यस्तो हुन्थेन होला नबेची हिँड्यो यसले छोडिदियो
मान्छे अब राम्रै फर्किन्छ किन भन्दाखेरि मान्छेले सुख भोग गर्न खोजे क्या हाम्रो उमेर समूहकोलाई सुख दुःख दुइटै भोग गर्न मन लाग्थ्यो अहिलेका मान्छेलाई चाहिँ दुःख भोग गर्नै छैन ओन्ली सुख चाहियो हेर्नु भनेको अनि त्यसले गर्दाखेरि लहरो कस्तो हुन्छ भन्दाखेरि ती सुख भोग गर्नेले आएर यहाँ केही न केही त गर्न खोज्छन् कसैको राम्रो चल्छ नराम्रो चल्ने त्यत्तिकै हराउँछन् मान्छेले देख्ने भनेको त राम्रो चल्नेको मात्रै हो अनि त्यो देखिसकेपछि हामी बसिसकेको मान्छेले हुने रहेछ नि त यहाँ थाहा हुन्छ अनि सबै फर्किन्छन् अब बिस्तारै मान्छेहरू फर्किँदै जान्छन् फेरि त छापिन्छ विदेश देखे मान्छेले अब टुरिज्मलाई कसरी प्रमोट गर्नुपर्छ टुरिज्म कसरी चल्छ के गर्नुपर्छ कुन ठाउँ के गर्नुपर्छ सबैलाई नलेज भइसक्यो एजुकेसन सिस्टम पहिला डराउने मान्छे अहिले डर लाउने भनेको तपाईँलाई मेडिकल मात्रै त हो नि मान्छेले खुनै हाल्दैन है रेकर्ड छ त्यो 48 रेकर्ड हुन्छ आफै ए ल अन्त भयो नि ल गोप्रो यो गोप्रो त्यसको फोकस यसको त यही वाइड मात्रै हो नि हो यतिकै नर्मली खिच्ने मेरोबाट लिङ्क एउटा हुन्छ त्यो सेन्डर किने हो क्या नानी अरे यति गल्ती त अरे के होस् क्या कान्छी चम्चुममै बसेको भए पादैछन् आलीले हल्लाएर दिँदै पादैछन् त चम्चुममै बसे झन् हल्ला गर्ने बेला हल्ला गर्नुपर्ने बेलामा होइन भने घमण्ड गर्छ लोकल कुराहरू तपाईँको साथी रहेछ नि त एकजना मैले कस्तो भनिदिएर मलाई कि अधिकारी के अधिकारी हो नि हो त्यतिखेर जान्दिनु हातीमा चिन्छ ए आमालाई त छुट्टै लड राख्दैछन् तिम्रो केही कामै छैन कुखुरो काट्न लगाएको छ नि दाइले कुखुरो काट्न लगाएको हो कि घाँटीमा घाँटीमा लाउनु भएको क्या घाँटीमा काटेको क्या साप्रो काट्ने हेर्न पर्दैन मुटु छुन्ने लुङ्गेको हावाले जस्तै भयो नि जय खानु न सेवाको हजुरले आउनु मात्र हाम्रो सिद्धियो आजको दिनको पैसा के भयो पैसा के तिरे अनि भ्याइयो निस्क्यो अब यहाँ निस्क्यो आजको वेदर फेरि हुस्सु लाउनु सुरु भइसक्यो अनि अब यहाँ निस्किने हामी चाहिँ सबैको प्रिपरेसन भइसक्यो पानी पर्ला जस्तो छ है आज है परिसक्यो है हिउँै परिसक्यो यहाँ हिउँ पर्छ र यहाँ त पर्दैन अलिअलि आउँछ यहाँ अनि प्रमोसन चल्दैछ यहाँ डिजिटल अनि यता भयो आज पानी वेदर पानी निस्किँदैछ How you'll be treated in here? टिका लगाएर होइन आएको कस्टमरहरूलाई चाहिँ टिका लगाएर बिदाई हुन्छ यहाँ यस्तो मजाले ओ आइसक्यो ल टिका के अरे जिप आइसक्यो कसैले मन पराउन मलाई झिमेरी
अब आमा आउनु आमा अब सिनियरबाट गर्नु पर्यो नि यस्तो लाइन गर्दै आउनु के आउनु आमा यहाँ फुल दिनुहोस् अनि साइडबाट लाउँदै आउनु यस्तो हुन्छ होइन स्ट्रेट गर्दै आउनु निरोगी हुनु है सबैभन्दा यताबाट गयो टिको लाउँदै आउनु ल यता जापानिजबाट 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 बिदा यसरी हुँदैछ है तिमी यही बस नमस्ते भेट्ने छिट्टै भेट्ने ल निरोगी हुनु मनले आँटेको पुग्नु ल नमस्ते ल फेरि भेटाउँला है ल निरोगी हुनु मनले आँटेको पुग्नु नमस्ते ल ल कता कता लायो एकदम भाग्यमानी नभए नि होला जस्तो ल ल मैले हो यहाँ उहाँ पनि जापानिज है फेरि हाम्रो जय निरोगी भाउ भाग्यमानी भाउ मनले आँटेको पुगा ल नमस्ते मेरो बाबु है यो मेरो फ्यामिली है फेरि भिडियो बनाउनु भयो ल ल्याउनु धन्यवाद ल एकदम निरोगी हुनु ए यो हो क्या यहाँ स्पेसल यहाँको खास होइन गुरुङ गाउँको वेलकम र फेयरवेल चाहिँ अलवेज यति चाहिँ हुन्छ त्यही भएर मान्छेहरूलाई आउन चित्त बुझिदिन्छ लिएर मजा लाग्छ नि यही नै हो मेन रिजन यो सबै हुने ठाउँहरू होइन ल यहाँ सबैको हुँदैछ फोटो सेसन हुँदैछ उताबाट स्कोर्पियो सुरु भयो नक्क यहाँबाट भित्रतिर ठिडी हो पछाडि कुनामा हिजो नि यहाँ आएको पाङ्रामाथि आज पनि हामी राख्ने हो भने निस्किने हो स्कोर्पियो है 50-70 लाखको गाडी हो स्कोर्पियो ल डाँडा काँडा नजुम्ला जताततै हो ल कन्ट्याक्ट गर्नु होला 98 560 4907 भन्नु है इट्स अर्बियन ग्रुप बट द्याट्स इट्स नट अर्बियन ग्रुप्स vehicle, okay? अब निस्किने बेला अब यहाँबाट निस्केर चट्ट निस्केर जाने अब भ्याइयो आजको हिजो लङ आइयो भ्याइयो अब यहाँबाट सिधै उता र बाटोमा पुगिसकेपछि त्यो पुलनिर पुगिसकेपछि डाइरेक्ट फोन हान्ने अनि फोन हानेर हामी त यतै बसौँ अगाडि फेरि धेरै धेरै कोचाउँदै सीता दिदी मरेपछि बिहा अनि छोरा र छोरी पाएर अब्दाल जाए सीता बाँचेका अब्दाल पोल राखेको थियो